वार्ड नम्बर 2 हरहरिपुरमा आएका छौँ। यो तपाईँलाई दृश्यमा देखाइरहेका छौँ। आज 38 वर्षीय बुद्धिराम सुनारको घरमा हामी आर्थिक सहयोग जसले आर्थिक सहयोग गर्नुभयो, स्वदेश विदेशमा रहेर सम्पूर्ण मनकारी दाताहरू, मनकारी समाजसेवी बुद्धिजीवीहरूलाई चाहिँ हामीलाई विशेष गरी यो अभियानको तर्फबाट हार्दिक धन्यवाद दिन चाहन्छौँ। विशेष गरेर हरहरिपुरमा रहनुहुने सम्पूर्ण यो नेतृत्व गर्नुहुने, जहाँ स्वदेश विदेशमा रहेर भए पनि यो बुद्धिराम सुनारलाई बचाउने अभियानका लागि, उहाँको पीडामा मलम लाउने अभियानका लागि जसले साथ दिनुभयो, एकमुष्ट रूपमा उहाँको घरको समृद्धि प्रगति, उहाँको आरोग्यको हामी कामना गर्न चाहन्छौँ। हे भगवान्, हे पशुपतिनाथ, यस्ता दिनदुखीहरूलाई सदैव सहयोग गर्ने भगवान्ले साथ दिउन्, सधैँ त्यो घरमा सुख शान्ति रहोस्, हामी सम्झन चाहन्छौँ। यो बुद्धि सुनारको घरमा जुन आर्थिक सहयोग ल्याएर हामी आज आएका छौँ, उहाँहरूलाई एकमुष्ट सम्झिनका लागि विशेष गरी स्थानीय समाजसेवी बुद्धिजीवी हुनुहुन्छ, उहाँकै यो चरम बाहुलीबाट यो रकम सरसर्ती कहाँबाट आएको र कोले दिनुभएको सो बारेमा चाहिँ प्रश्न पारिदिनु हुनका लागि चाहिँ म स्थानीय युवा हुनुहुन्छ हेमराज अधिकारीलाई, हेमराज अधिकारीले हार्दिक अभिनन्दन। नमस्ते, म हेमराज अधिकारी, म राजदेशनाली गाउँपालिका वार्ड नम्बर 2 हरियापुरको स्थानीय युवा। र यहाँ जुन यो आज पीडित घरमा जो तपाईँ हामी सबै एउटा सहयोगको अपेक्षा लिएर आएका छौँ, यसको निम्ति र पछिका दिनमा पनि उहाँलाई आवश्यक पर्ने चिजहरू तपाईँ हामीले नै सपोर्ट गरेर चाहिँ केही कुराहरू चाहिँ राहत अथवा विपन्न वर्गलाई अथवा उहाँहरूको घर परिवारलाई केही न केही सेवा सुविधा होस् भन्ने हेतुले जुन हामी यहाँ आएका छौँ आर्थिक सहयोग लिएर। यो रकम आज हाम्रो यहाँ बाँके जिल्लाका पत्रकार कृष्ण केसी सरको माध्यमबाट हामीले केही कुराहरू अथवा केही आर्थिक सहयोगहरू हस्तान्तरण गर्दैछौँ। र यसमा विशेष गरी वैदेशिक रोजगारमा रहनुभएका विभिन्न दाजुभाइहरू, विभिन्न क्षेत्रबाट रहनुभएका दाजुभाइहरूलाई एकीकृत गरेर जुन देवा बिक स्थानीय युवा देवा बिक हाल मलेसिया हुनुहुन्छ, उहाँले चाहिँ एउटा अभियान चलाएर जुन यो कलेक्सनको कुराहरू, आर्थिक सहयोगको कुराहरू जुन गर्नुभएको छ, उहाँलाई विशेष धन्यवाद। र समग्र मलेसियावासी र यहाँको स्थानीय जति पनि सहयोग र अपेक्षा र सपोर्टको निम्ति उहाँहरूलाई विशेष धन्यवाद दिँदै, र उहाँहरूले पठाएको रकम के कति छ भनेर घर परिवारलाई यथार्थ रूपमा हामीले जस्ताको तस्तै दिनको निम्ति हामी जो आज यस उसमा उहाँको कार्यकक्ष घरमा हामी उपस्थित भएका छौँ, सो कुराहरूलाई म वाचन गर्दै र कहाँबाट कसले कति पठाउनु भएको छ र टोटल रकम कति छ भनेर उहाँको घर परिवारलाई हामी सबै तपाईँ हाम्रो साँचीको रोडरमा हामीले आज यो आर्थिक सहयोग हस्तान्तरण गर्छौँ। त्यसको निम्ति र पछिको दिनमा पनि आवश्यक परेको खण्डमा यहाँको युवाहरूले तपाईँ हामीले नै केही कुरा फेरि सपोर्ट गर्नेछौँ भन्ने आशा र अपेक्षा दिँदै म यो आजको यो रकमलाई चाहिँ वाचन गर्न अनुमति चाहन्छु। जस्तो यहाँ विभिन्न गरेर झन्डै 32 जनाले हरियाली सामुदायिक वन सहित 35 जनाले जुन आर्थिक सहयोगको रकम यहाँ बुद्धिराम सुनार मार्फत उहाँको घर परिवार बुवा देवसिंह सुनारलाई हामीले आज हस्तान्तरण गर्न लागेका छौँ। सो कुराहरू म सबैलाई जानकारी गराउँदै म नाम वाचन गर्न चाहन्छु। जस्तो टेकबहादुर सुनार हाल उहाँ मलेसिया हुनुहुन्छ र यहीँको स्थानीय युवा हो। उहाँले 1909 रुपियाँ चाहिँ पीडित पक्षलाई आर्थिक सहयोगको रूपमा उहाँले रकम प्रदान गर्नुभएको छ। र डम्बर कुमाई, त्यसै गरी डम्बर कुमाई उहाँ पनि यहीँको स्थानीय हो, 1872 रुपियाँ उहाँले पनि सहयोग गर्नुभएको छ। यसै गरी सुन्दर बिक उहाँ पनि यहीँको युवा हो, उहाँले पनि 3745 रुपियाँ सहयोग गर्नुभएको छ। यसै गरी दलबहादुर बिक उहाँ पनि यहीँको स्थानीय नै हो, उहाँले पनि 1872 रुपियाँ सहयोग गर्नुभएको छ। जस्तो हिरा बिक उहाँ पनि यहीँको स्थानीय हुनुहुन्छ, उहाँले पनि 3745 रुपियाँ सहयोग गर्नुभएको छ। जसै गरी लीलाधर राउत उहाँ पनि यहीँको स्थानीय हुनुहुन्छ, उहाँले पनि 1872 रुपियाँ सहयोग गर्नुभएको छ। सागर बुढाथोकी उहाँले पनि 1872 रुपियाँ गर्नुभएको छ। सुन्दर ओली 2284 रुपियाँ उहाँले पनि सहयोग गर्नुभएको छ। केशव थापा उहाँ पनि यहीँको स्थानीय हुनुहुन्छ, उहाँले पनि 1909 रुपियाँ सहयोग गर्नुभएको छ। तुफान घरती उहाँ पनि यहीँको स्थानीय हुनुहुन्छ, उहाँले पनि 3745 रुपियाँ सहयोग गर्नुभएको छ। नर्सुद्दिन हलवाई उहाँले पनि 1872 रुपियाँ सहयोग गर्नुभएको छ। देवा बिक उहाँको विशेष पहलमा जुन आज
अझै यो आर्थिक सहयोगको कुराहरू छ उहीँको पहलमा सबै साथीभाइहरूलाई एकजुट गरेर नेपालीको भावनामा केन्द्रित गरेर केही सहयोग गर्दा हामीले थोरै भए पनि राहत हुन्छ भन्ने जुन हेतुले उहाँले गर्नुभएको छ। उहाँले 5,654 रुपियाँ सहयोग गर्नुभएको छ। जस्तो शिशिर रेउले उहाँले पनि 1,010 रुपियाँ सहयोग गर्नुभएको छ। बेदु कुमाईले पनि उहाँ पनि यहीँको स्थानीय हुनुहुन्छ, उहाँले पनि 5,000 सहयोग गर्नुभएको छ। दीपक सुनार उहाँले पनि 2,247 रुपियाँ सहयोग गर्नुभएको छ। धनमान नेपाली उहाँ कौशल्या नगर कोलपुरको हुनुहुन्छ बासिन्दा, उहाँ भए पनि यहाँको स्थानीयको जुन अवस्था छ उहाँलाई के भन्छन् पहलमा साथीहरूको पहलमा उहाँले पनि 3,782 रुपियाँ सहयोग गर्नुभएको छ। शैलेश शाहले पनि उहाँ पनि वीरगञ्ज पर्साबाट त्यति धेरै टाढाबाट भए पनि उहाँलाई पनि 1,909 रुपियाँ सहयोग गर्नुभएको छ। उहाँले पनि नन्दडोली उहाँले पनि जुम्ला 1,909 रुपियाँ उहाँले पनि सहयोग गर्नुभएको छ। दीप चौधरी सुनसरीबाट उहाँले पनि 2,247 रुपियाँ सहयोग गर्नुभएको छ। दीपक कुमार चौधरी सुनसरीकै हुनुहुन्छ, उहाँले पनि 1,909 रुपियाँ सहयोग गर्नुभएको छ। कविराज पोखरेल उहाँ पनि खोटाङको हुनुहुन्छ, 2,059 रुपियाँ सहयोग गर्नुभएको छ। कुमार लामा उहाँ पनि काभ्रेको हुनुहुन्छ, 2,134 रुपियाँ सहयोग गर्नुभएको छ। किरण लिम्बू उहाँ मोरङको हुनुहुन्छ, उहाँले पनि 1,909 रुपियाँ सहयोग गर्नुभएको छ। मङ्गल लिम्बू उहाँ पनि धनकुटाको हुनुहुन्छ, उहाँले पनि 1,909 रुपियाँ सहयोग गर्नुभएको छ। अवधेश कोइरी उहाँले पनि 749 रुपियाँ रूपन्देहीको हुनुहुन्छ, उहाँले पनि सहयोग गर्नुभएको छ। अनि युवराज मलेसियनवासी हुनुहुन्छ, उहीँको स्थानीय भए पनि नेपालमा यस्तो पर्दाखेरि सहयोग गर्नुपर्छ भावनाले उहाँले पनि 1,872 रुपियाँ झन्डै सहयोग गर्नुभएको छ। नथल भन्ने उहाँ पनि भारतीय चेन्नईको हुनुहुन्छ, उहाँले पनि 1,872 रुपियाँ सहयोग गर्नुभएको छ। देवबहादुर सुनार उहाँ पनि हाल मलेसिया हुनुहुन्छ, यहीँको स्थानीय हुनुहुन्छ, 1,872 रुपियाँ उहाँले पनि सहयोग गर्नुभएको छ। मदन ओली यहीँको स्थानीय युवा हुनुहुन्छ, उहाँले पनि 1,500 रुपियाँ सहयोग गर्नुभएको छ। जस्तो सन्दीपचन्द्र राणा उहाँ पनि यहीँको स्थानीय युवा हुनुहुन्छ, उहाँले पनि 1,000 रुपियाँ सहयोग गर्नुभएको छ। होमराज अधिकारी उहाँले पनि यहीँको स्थानीय भएको हिसाबले 2,005 रुपियाँ सहयोग गर्नुभएको छ। तिलक विक उहाँले पनि 1,005 रुपियाँ उहाँ पनि यहीँको स्थानीय हुनुहुन्छ। इन्द्रलाल अधिकारी 1,005 रुपियाँ सहयोग गर्नुभएको छ, उहाँ पनि यहीँको स्थानीय हुनुहुन्छ। मोहन एरी उहाँ पनि यहीँको स्थानीय हुनुहुन्छ, 1,005 रुपियाँ उहाँले पनि सहयोग गर्नुभएको छ। जम्मा गरेर 74,260 रुपियाँ हाल मलेसियन आफ्नो देश छोडेर बाहिर बसिरहनुभएका र त्यहीँको स्थानीय अथवा विभिन्न जिल्लाबाट सहयोग गरेर 74,260 रुपियाँ झन्डै हामीलाई यहाँ आर्थिक सहयोगको रूपमा के भन्छन् बुद्धिराम सुनारजीलाई यहाँ आज जो हस्तान्तरण कार्यक्रम छ त्यसको निम्ति यो रकम दिएर आएको यो हामी सबै यहाँ उपस्थित भएका छौँ। र यसै गरी हरियाली सामुदायिक वनकर्ता समूहले पनि हामीले पनि निर्णय गरेर तत्कालको अवस्थामा 15,000 रुपियाँ हामीले पनि पीडित पक्षलाई सहयोग गर्नुपर्छ भनेर सहयोग हस्तान्तरण रकम गरिसकेको अवस्था छ। र यसै गरी जति पनि बाहिरबाट सहयोग गर्नुपर्छ उहाँको फ्यामिलीहरू पनि हुनुहुन्छ, देख्नु भएको छ यहाँ, उहाँहरूले पनि उहाँहरूको अब गार्जेनले उहाँहरूको उसले श्रीमानले पठाएको रकम कति हो एक्ज्याक्ट रकम त्यो त्यहाँ गयो कि गएन भनेर अथवा यहाँ अझ पनि हातेमालो केही गर्न सकिन्छ कि भनेर उपस्थित हुनुभएको छ। उहाँलाई पनि विशेष धन्यवाद दिँदै र विशेष गरी बाहिर बस्नुभएको सम्पूर्ण यो सहयोगी भावना राख्नुहुने नेपाली दाजुभाइ लगायत अन्य सबै देश अथवा यहाँ नेपालमा रहेका विभिन्न जिल्लाहरूबाट दिनुभएकोलाई विशेष धन्यवाद दिँदै र उहाँहरूप्रति नमन राख्दै आगामी दिनहरूमा पनि हामीले फेरि कुनै समस्या परेको खण्डमा तपाईँ हामी सबैले हातमालो गरेर गर्नेछौँ भन्ने कुराहरू अवगत गराउँदै र यो रकम यसै गरी अब हामी 74,260 रुपियाँ यो रकम हस्तान्तरण गर्नको निम्ति उहाँको बुवा देउसिङ सुनारलाई यो रकम आर्थिक रकम हामीले उहाँलाई हस्तान्तरण गर्छौँ। यसको लागि हाम्रो स्थानीय युवा तिलक ज्यूबाट त्यो रकम जुन प्राप्त रकम छ यो लिस्टसहित उहाँलाई चाहिँ हामीले हस्तान्तरण गर्नको निम्ति म अनुरोध गर्दछु। दर्शकबिन हामीले चाहिँ यो अत्यन्तै आज यो बुद्धि सुनारको उपचारका लागि चाहिँ विशेष गरी विदेशमा रहेर पनि स्वदेशमा यो देवा विकको नेतृत्वमा थुप्रै पैसा आएको छ स्वदेश विदेश र बाट आयो भने आज समग्रमा चाहिँ 74,260 रुपियाँ आज यो परिवारलाई हस्तान्तरण गर्दैछ भने हरियाली सामुदायिक वन उपभोक्ता समितिले तत्कालको उपचारका लागि चाहिँ 15,000 हस्तान्तरण गरिसकेको छ र हालसम्म तथ्याङ्कमा हामीले पैसा 89,260 रुपियाँ पैसा प्राप्त गरिसक्नु हुँदैछ। यो कुरा चाहिँ तपाईँहरूलाई सामाजिक सञ्जालका मार्फतबाट हामी सम्प्रेषण गरिरहेका छौँ र यो पैसा विशेष गरी पीडित बिरामीका बुवा देउसिङ सुनारलाई हस्तान्तरण गरिदिन हार्दिक अनुरोध गर्छु।
गर्नुभयो शुभ हजुरको कति 74,260 हुनु छ हजुरको 34 जनाले दिनुभएको छ यो पैसा यो 34 जनाबाट उठेको पैसा हो 15,000 चाहिँ हरियाली सामुदायिक वनले पहिले नै दिइसकेको छ होइन यो हामीले यहाँ सबै राख्दै छौँ तपाईँको वीरगञ्ज प्रसाद जुम्ला सुनसरी मोरङ खोटाङ धनकुटा रूपन्देही मलेसियनवासी भारतको चेन्नईबाट र मलेसियाबाट गरी यो पैसा यसरी हस्तान्तरण गरेर आएको छ यो उपचारलाई चाहिँ पक्कै पनि बाबुको उपचार हुनेछ हजुरले चाहिँ केही टेस्ट अप्ठ्यारो भयो भने पुनः अप्ठ्यारो साह्रो भएको सन्दर्भमा यो युवा यो मनकारी भगवान् रूपी दाताहरू अनि हामीसँग युवाहरू हुनुहुन्छ यो मनको धन कसैसँग छैन मन छ यी मन ल्याएर फेरि पनि आउनुहुनेछ हामी आशा छौँ तपाईँको छोरालाई उपचार गराउने क्रममा तपाईँ हाम्रो मलम लाउने माध्यम चाहिँ हुनेछ यसका लागि के भन्नुहुन्छ हजुरले के भन्नुहुन्छ यो छोराको उपचारको लागि चाहिँ उहाँलाई धन्यवाद छ विशेष जसले सहयोग दिनुभयो समग्र रूपमा जसले सहयोग गर्नुभयो उहाँलाई चाहिँ धेरै धेरै धन्यवाद छ होइन त्यसै अरू कसै बोल्न चाहनुहुन्छ कोही के भन्न मन छ युवाबाट